हेलो साथीहरू, स्वागत छ मेरो आजको डे 3 मिनी ब्लगमा। आज चाहिँ मलाई 160 सब जान मन लाग्यो र मैले क्लास पनि लिनु र दिमाग लगाउँछु र सबैभन्दा पहिला चाहिँ मलाई क्लास जान भनेर निस्किन्छु र म चाहिँ गाडीमा चढ्छु। बस चाहिँ यति धेरै प्याक थियो भने नि यति धेरै प्याक कि ठेल्ला ठेलो चाहिँ मैले चाहिँ बल्ल बल्ल सिट भेटेको थियो र सिटमा बसेर केही छिन म चाहिँ हिँडेर चाहिँ क्लासतिर पुग्छु। क्लास आएपछि त पढ्नै पर्यो र मैले सोचेँ 1 घन्टा चाहिँ मजाले पढ्नु पर्यो क्लासमा, त्यसपछि चाहिँ 160 सब जानु पर्यो भनेर मैले चाहिँ एकछिन पढ्छु र साथीसँग सल्लाह मिलाउँछु र हामी चाहिँ दुईजना साथीसँग जान्छौँ 160 सबतिर र बाटोमा चाहिँ भक्का बेच्दै रहेछ र भक्का खाँदै हामी चाहिँ कुरा गर्दै लाग्छौँ 160 सबमा चाहिँ आइपुगेर हामीले चाहिँ विभिन्न सामानहरू देख्छौँ। त्यहाँ चाहिँ एकदमै मलाई चाहिँ मन परेको थियो र मैले चाहिँ आरीहरू विभिन्न सामानहरू घरको लागि हल्का थोरै सामान छँदा त एकदम रमाइलो भएको थियो, तर बिल काट्ने बेलामा चाहिँ लाइन लाग्नु परेको थियो, त्यही पनि झगडा परेर बट जस्तो तस्तो गरेर हामी चाहिँ बाहिर निस्किसकेको छौँ। बाहिर चाहिँ हामी घरतिर लाग्छौँ। भिडियो अन्त्यसम्म हेर्दै हुनुभएकोमा हस्त धन्यवाद।